हेलो गाइस के छ अनि मेरो चाहिँ एकदम ठिकठाक छ अनि तपाईँहरूको पनि ठिकठाक नै होला। आज हाम्रो नयाँ भिडियो लिएर म तपाईँहरूको बिचमा उपस्थित भइसकेको छु अनि आज चाहिँ हाम्रो नयाँ भिडियोमा तपाईँलाई देखाउन खोजेको कुरा चाहिँ के हो त भन्दाखेरि मेरो घर चाहिँ आज म रङ रोगन गर्नको लागि तपाईँ तयार भएर पुटिङहरू भट्टाभट दलिरहेको छु है। अनि आजको कामको चाहिँ डङ 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 पुटिङहरू दल्ने, प्राइमरहरू दल्ने, रङ रोगन गर्ने सब टोटल काम गर्ने आजको हाम्रो कार्यक्रम रहेको छ। अनि आजको दिनमा हामी सबै कुरा कम्प्लिट गर्नेछौँ, यो घरलाई रेडी गर्नेछौँ अनि सबैजनाले हेरेर साथ दिनुहुन्छ भने म एकदमै पुरा आशाको साथ उपस्थित भइसकेको छु। तपाईँहरूको बिचमा तपाईँले हेरेर मलाई सधैँभरि सपोर्ट गर्नुहुन्छ भने पनि आशा राखेको छु। र हाम्रो दाजुभाइको आजको काम भनेको चाहिँ पुटिङ दल्ने काम हो, तर पनि हाम्रो यो प्रोफेसनल हाम्रो काम होइन, तर पनि हामी गर्नको लागि एकदमै सधैँभरि तम तयार छौँ। हरेक काम गर्नको लागि हामी तम तयार छौँ, किनभने जीवन भनेको सङ्घर्ष हो, जीवन भनेको कोसिस हो। हरेक क्षण, हरेक पल, हरेक स्थितिमा कोसिस गर्दै जानुपर्छ। एक दिन त्यो कुरामा हामी सफल भइन्छ, त्यो कुरा हामीले असल ढङ्गले गर्न सक्छौँ भन्ने एउटा जोस लिएर त्यो खालको एउटा हृदयमा सङ्कल्प राखेर हामी अगाडि बढेको हौँ। तर जोस राख्दा नै हात चाहिँ रट्टी भएर पुरै तपाईँको के भएछ भन्दाखेरि चाहिँ पिठो मुचे जस्तो भएछ। अनि फेरि त्यसलाई त टाङडुङ पखालेर एकदम फेरि खतरा सफा त गर्नै पऱ्यो। त्यही भएर म सफा गरेको लागि एकदम तयार बाख्रामा गएँ। फेरि पुटिङ दल के अरे प्राइमर दल लगाएको, फेरि छोरी आएर म पनि दल्छु भन्न थालेँ। ल दौल दल भनेर छोरी दल्न त भनेर दिएको, त रोलर यता र उता हल्ला छ, तातन थारो हुनु नि खाएको केही पनि भएन। फेरि म आफै गरेर दल्न थालेको, उता क्यामेरा राख्यो, फेरि क्यामेरा गरेर खन्ड्याङ्गा हालेर खन्ड्याङ्गा पारेर हल्लाइदिएर रट्टी पारिहालेँ भिडियो। त्यही पनि भएन भने फेरि छोरी लगेर बाउ छोरी नै भएर दल्नु पऱ्यो भनेर उसलाई पनि दल्न लाएँ, आफूलाई पनि आफू पनि दली, दुवैजनाबाट दलेको। फेरि बाबाले भयो, ऊ मजाले बसेर हेरी, फेरि ल बाबा यसरी गर्ने हो, फेरि म पनि गर्छु भनेर थियो। होइन छोरी तिमी नगर, म गर्छु, किनभने काम मेरो हो, तिमीले गर्न सक्दिनौ भनेर मैले भनिहालेँ। अनि फेरि मैले नै सबैतिर पुटिङ लगाएर प्राइमर पनि सुई पारेर दलेँ। त्यो दलिसकेपछि चिटिक्क घर हुनेवाला थियो। एकदमै मनमा उत्साह पनि थियो, खुसी पनि थियो र सङ्घर्ष पनि थियो है। अब के गर्ने त, सङ्घर्ष नगरिकन त फेरि राम्रो हुनेवाला छैन, दुःख त गर्नै पर्छ भनेर स्वयं दली मैले है। अनि त्यो चाहिँ छोरीले पनि यताउता गरेर बाउ छोरी नै भएर डाङ्की ड्याङ डाङ्की ड्याङ डाङ्की ड्याङ डाङ्की ड्याङ डाङ्की ड्याङ प्राइमर दल्दैछौँ। अब के गर्ने त है, प्राइमर नदलिकन फेरि डाइरेक्ट रङ लगाइदिएर हाम्रो नहुने रे भन्छन्। अब हामीलाई त थाहा होइन, अब जे भनेर पठाएको छ त्यही त गर्नै पऱ्यो है। अब यस्तै छ साथीहरू, के गर्ने है, अब यस्तै छ अब गर्दै जानुपर्छ, बिस्तारै मिलाएर गर्नुपर्छ होइन साथीहरू। ऊ फेरि छोरीको फेरि सडक भडाको यस्तो आउँछ फेरि है। अब के गर्ने, छोरी फेरि मेरो यस्तै खालको छ, माइन्ड नगर्नु होला है साथीहरू। अब के गर्ने त, गर्नै पऱ्यो, टाङ्की ड्याङ लगाएर प्राइमर दली, के गर्ने त। अब प्राइमर नदलिकन राम्रो नहुने रे, फेरि रङ लाइट आउँदैन भन्छन्, के गर्ने साथीहरू। अनि तपाईँहरू पनि के गर्दै हुनुहुन्छ यस समयमा सबैजनाले कमेन्टमा बताउनु होला है साथीहरू, किनभने बस्ने ठाउँ सबैजनाले राम्रै बनाउनुपर्छ मलाई जसम्म लाग्छ। अनि मैले पनि बनाउँदैछु, हेर्दै जानु होला कस्तो हुन्छ, हेरेर कमेन्ट गर्नु होला, प्रतिक्रिया दिनु होला। अनि तपाईँहरूको प्रतिक्रिया मैले पर्खिराखेको छु। तपाईँको प्रतिक्रियाले गर्दा नै मलाई अझै अरू कामहरू गर्ने जोस जाँगर मिल्नेछ भन्ने आशा गर्छु। फेरि सिलिङतिर मुन्टो फर्काएर रॉय रोरल दिन थालियो। दाजुभाइ नै भएर फेरि अलि हाइट फेरि अलि होचो छ, फेरि ब्लकमा टेकेर दिनु पऱ्यो फेरि, किन भन्दाखेरि त हाइटले भेट्दैन माथि, त्यही भएर रन्काइदिउँ हामीले रोरल फेरि होइन। यस्तै छ, अब के गर्ने साथीहरू। अब फेरि जस्तो छ त्यस्तो स्थितिबाट गर्नै पऱ्यो। ड्याङ्की ड्याङ्गी फेरि भेटेन हाइटले, फेरि टेबलमाथि बसेर रन्काउन थाल्यौँ हामी दुवैजना रोलर है। अनि फेरि रोलर सोलर प्राइमर सब लगाएपछि फेरि त्यसलाई लिपस्टिक पाउडर लाउने बेला आयो, चिटिक्क परेको कलर लगाइदिएर एकदम खालको फिनिङ एन्ड फ्यान्सिङ गर्नुपर्छ भनेर हामी रङतिर लाग्यौँ। रङ लगाउनलाई फेरि यति राम्रो रहेछ कि रङ भन्ने कुरा छिटो छिटो लागिहाल्दो रहेछ। अनि फेरि एउटा मात्र कलर लगाउनु भएन भनेर दुई कलर मैले लिइरहेको थिएँ रुमभित्रलाई। अनि फेरि दुई कलर लगाउँदाखेरि त घर त यस्तो दामी देखिनु, यस्तो खत्रै देखिनु चाहिँ क्या साथीहरू। तपाईँहरूलाई पनि म भन्न चाहन्छु, घरमा पेन्टिङ गर्दै हुनुहुन्छ दुई कलर लगाउनुहोस्, बब्बालाई दामी हुन्छ है। अनि फेरि सबैतिर भित्र फाइनल फिनिसिङ भएपछि फेरि बाहिरतिर पनि लगाउन थाल्यो र सबैतिर लगाउँदाखेरि चाहिँ मेरो घर यस्तो भएको छ साथीहरू है। अब अरू भिडियोहरू पनि बिस्तारै हाल्दै गरौँ होला, मेरो भिडियोलाई सपोर्ट गर्नु होला, लाइक गर्नु होला, सेयर गर्नु होला, हेरेर साथ दिनु होला होइन। मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला, फेसबुक पेजलाई फलो गर्नु होला भन्न चाहन्छु। र फेरि बाँकी हामी अरू भिडियोमा भेट्दै गरौँला। अहिलेलाई टाटा बाई बाई, सी यू सुन।